नमस्ते सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भ्लगमा अनि मेरो युट्युब च्यानलमा पनि स्वागत छ है साथीहरू। गाउँघरमा यस्तै हो है। अब हाम्रो त घर पनि राम्रो छैन, पुरानै घर हो, यस्तै छ। जे जस्तो भए पनि अब राम्रै छ आफ्नो है। अनि हाम्रो ठुलो दिदीले चाहिँ खाना बनाउँदै हुनुहुन्छ ढेँडो। उहाँले नै बनाउनुहुन्छ कि जहिले पनि। अनि उहाँ चाहिँ भन्नुहुन्छ जहिले म मात्र चुलोमा लाजै लाग्ने भन्नुहुन्छ। अनि के को लाज दिउँ, म त यसरी जहिले आफैले बनाएँ भन्ने क्या जस्तो हुन्छु होला भनेको। दिदीले चाहिँ अनि ढेँडो पस्किँदै हुनुहुन्छ। हाम्रो चाहिँ खसीको मासु बनाएको थियो, दिदीले ल्याउनु भएको ठुलो दिदीले। अस्ति कान्छा जय र कान्छी बहिनी थियो नि त, उनीहरूको परिवार पनि। अनि तर उता आतुरी काम परेर एक दिन त बस्ने भन्नुभएको थियो। दाइ पनि आउँदै हुनुहुन्थ्यो नि त हाम्रो, त्यही भएर बस्ने भनेको थियो। तर एकदम आतुरी काम परेर अनि जानुभयो कि मेरो कान्छी बहिनीको फ्यामिली चाहिँ। त्यही भएर अनि सबैजना खाने भनेर दिदीले लिएर आउनु भएको मासु, तर खानै पाएन, उता आतुरी काम परेको भएर जयहरू चाहिँ जानुभयो। अनि हामी सबैजना, मैले चाहिँ मासु पस्किँदै, दिदीले चाहिँ खाना पस्काउँदै हुनुहुन्छ। अनि पालो दिँदै खाँदै क्या रमाइलो लाग्छ है यसरी सँगै परिवार बसेर खाँदाखेरि। अब त सबै सुनसान छ, अब आमा बुवा म मात्र बाँकी रह्यो, सबैजना जानुभयो। कान्छी बहिनीहरू पनि गयो। अनि काइली बहिनी र ठुलो दिदी पनि अस्तितिर त बस्नुभएको, अब त सबैजना आफ्नो घर जानुभयो। अब चाहिँ सुनसान छ, अस्तितिर चाहिँ सबैजना बस्ने बानी, अब चाहिँ हामी मात्र। काँक्रो चाहिँ दाइले पनि लग्ने भनेर बाबुले टिप्न गएको। ठुलो दिदीको छोरा अब त जवान भयो छोरा पनि। हेर्दै हर्लक्कै बढ्यो। अनि ऊ चाहिँ यो चाहिँ मेरो लागि, यो चाहिँ म घर लाने रे भने। अनि राम्रो चाहिँ लैजाऊ न त, त्यो एउटा माथिबाट सानो भएको किन लाने भने त म यही लाने भनेर ऊ चाहिँ त्यो लगेर गयो। क्या मिठो भएको थियो मासु चाहिँ। अनि हामीहरू पनि दाइको घर जान लाग्यो कि हामी सबै परिवार। बाटोमा चाहिँ चन्द्रमा चाहिँ आमामा दिउँसो घाम जस्तै चम्किरहेको रहेछ, क्या राम्रो। अनि हामी चाहिँ दाइको घर आइपुगेको, फुपूहरू चाहिँ आइसक्नु भएको रहेछ। उहाँहरू चाहिँ न्युरोसँग खाना बनाउनु भएको रहेछ भाउजूले, भाउजू र भाउजू काइली बहिनीले। अनि हामी चाहिँ एउटा सानो कोक र काँक्रो लगिदिएको दाइको लागि। अनि हेर्नु न, फेरि हाम्रो दाइ चाहिँ फेरि उहाँ चाहिँ हाम्रो दाइ पढ्नुहुन्छ, दाइ जस्तै नै हो, तर आफ्नै दाइ नै चाहिँ होइन, दाइ नै हो उहाँ पनि। तर उहाँ चाहिँ क्या ठट्टा गर्नुहुन्छ। अनि मैले भिडियो खिचेको, उहाँ चाहिँ यस्तै गरी कमेडी गरिरहनु भएको छ कि एकैचोटि सबै खाएर। अनि हाम्रो मामा, हाम्रो फुपाजू काइली फुपूको फुपाजू भनौँ न उहाँको। अनि हाम्रो फुपाजू उहाँ चाहिँ हाम्रो दाइ आउनुभएको मलेसियाबाट 3 वर्षपछि, लगभग 2.5 वर्षपछि होला, 3 वर्षै भएको। अनि उहाँ चाहिँ कस्तो लजाउनुहुन्छ हो, हाम्रो पछाडि बसेर खाइरहनु भएको कि हामी दिदीबहिनीहरू भयो अगाडि, उहाँ चाहिँ पछाडि बसेर खाइरहनु। अनि आमा चाहिँ भदैनीसँग नाता नातिनीसँग फोनमा बोल्दै हुनुहुन्छ। अनि भाउजूले चाहिँ हामीहरूलाई चक्लेट दिनुभयो, फुपूहरूले खाइसक्नु भएको। हामी चाहिँ खाना चाहिँ उतै खाएर आएको, फेरि भदैनीले कल गरिरहेको रहेछ। अनि सबैजना पालो ठुलो दिदीले फेरि चक्लेट भनेर देखाउँदै हुनुहुन्छ। पालो बोल्दै कि उनीहरूले भिडियो कलमा ग्रुपमा फोन गरेको नि त, ठुली भदैनी, कान्छी भदैनी अनि ठुलो भदाले। कान्छा भदै चाहिँ घरमा ऊ चाहिँ फुटबल खेल्न गएको, ऊ चाहिँ आएको छैन। भाउजूले चाहिँ अनि हामीहरूलाई चक्लेट मान्छे गन्दै अब यति भन्दै दिनुभएको। अनि फेरि दाइले फेरि अर्को नयाँ पनि निकाल्नु भएको। दाइले त चक्लेट टन्नै ल्याउनु भएको रहेछ। अब ल्याउनु पऱ्यो नि, आफन्तहरूले एउटा त पुग्नु पऱ्यो है। तर मैले अस्ति त एउटा ल्याएन हौ, मैले त खजुर मात्र लिएर आएको, चक्लेटहरू त लिएर आएन। अनि दाइले त मेरो भाग पनि लिएर आउनु भएछ, कति धेरै भनेको। अनि दाइले 1 पकेट चाहिँ दिनुभयो हामीहरूलाई, आमा बुवालाई। उता पनि अब मान्छे आउनुभयो भने, आफन्तहरू आउनुभयो भने दिनु भनेर। हाम्रो फुपाजू र बुवा चाहिँ कुनापट्टि बस्नु भएको, तातो पनि तताएर फेरि भाउजूले स्याउहरू पनि ल्याउनु भएको रहेछ दाइ भाउजूले। अनि अझै उहाँहरूको चाहिँ फेरि बोलिसक्नु भएको छैन। अनि हामीहरूको लागि कुर्ता ल्याउनु भएको रहेछ दाइले, हामी दिदीबहिनीहरूको लागि चाहिँ छानेको। मैले चाहिँ यो पिङ्क कलर छानेको कि फेरि। अनि दिदीले यो छान्नु भयो, हामी चाहिँ छानेको। कान्छी बहिनी चाहिँ छैन, अब उसले चाहिँ छान्न पाएन। 4टा कलर ल्याउनु भएको रहेछ। ल छाना कुन मनपर्छ, बहिनीले चाहिँ यो छान्यो, काइली बहिनी सुरुमै उसले चाहिँ यो छानेको, कान्छी चाहिँ थिएन नि त, त्यही भएर उसले चाहिँ छान्न पाएन। हामीहरूले उसको लागि चाहिँ एउटा ग्रिन कलरको छानेर राखेँ। काइले चाहिँ पहिले यो छानेको, फेरि अर्को साथीहरूले पछि चाहिँ धेरै देख्यो भने अब कुन चाहिँ एउटा देख्यो त्यही राम्रो देख्छ, अर्को देख्यो त्यही राम्रो देख्छ नि त। अनि फुपूहरूको लागि चाहिँ लुङ्गी लिएर आउनु भएको रहेछ दाइले। अनि उहाँहरूले त अगाडि पाउनु भएको, हामी त अगाडि पाइसक्यो भन्दैन थियो। अनि बुवाको लागि चाहिँ ट्र्याक सुट र कमिज ल्याउनु भएको रहेछ, सर्ट। अनि हेर्नु क्या बलियो के, जङ्गलमा बस्ने मान्छेलाई ठिक्क हुन्छ यो चाहिँ। काइलीले चाहिँ पछि यो पो छान्यो, फेरि उसले साटिहाल्यो। अनि आमा फुपूहरूको लागि चाहिँ सेम लुङ्गी ल्याउनु भएको रहेछ उहाँहरूको लागि।
अदा भदैनीले चाहिँ छानेको रे कि बुवाको लागि चाहिँ सर्ट कस्तो राम्रो अनि फुपूहरूले चाहिँ के साट्ने कान्छी फुपूलाई कस्तो सुहाएको कुर्ताले सरले भन्दाखेरि साटा मम्मी दुईजना लुङ्गीसँग भन्दाखेरि म त तर्सेको कि साँच्चै पनि ठानेर लुङ्गीसँग कुर्ता साट्ने रहेछ भनेर। तर हामी सबैजना फुपू भदैनीहरू चाहिँ जिस्किएको के। दाइ र बुवा चाहिँ फेरि सँगै बस्नुभएको। दाइको त तर अनुहारै देखेन क्यापले, त्यही भएर मैले छट्के पारेर लगाइदिएको। तर फेरि नदेख्दो रहेछ। दाइ र मेरो अनुहार त सेम छ। हामी दाजुबहिनीको ठुल्ठुलो निधार छ। दाइ र मेरो अनुहार पनि अलिकति सेम जस्तै छ, तर उस्तै नै त छैन। भए पनि हामी दाइ र मेरो चाहिँ जस दाजुबहिनी जस्तो देखिन्छ। अरू दिदीबहिनीहरू चाहिँ छुट्टै देखिनुहुन्छ। दाइ र म चाहिँ अलिअलि उस्तै देखिन्छ कि। भाउजू चाहिँ अनि चक्लेटहरू बाँड्नै सकेको छैन। उहाँ चाहिँ अब चक्लेटहरू दिँदै सबैजनालाई। यो चाहिँ कान्छीको बहिनीको छोराको लागि हो। के भन्छ अरे यो सेटै आउँछ नि, त्यही भएर कान्छीको लागि चाहिँ यो ग्रिन कुर्ता छाने हामीले चाहिँ। आमा छोराको चाहिँ सँगै राखेँ। अब उता जाँदाखेरि चाहिँ लगिदिने हो। हामीहरू चाहिँ एक दिन घुम्न जाने इच्छा छ कि हामी सबैजनाको किमताङमा। अनि त्यही भएर त्यो बेला लगिदिँदाखेरि चाहिँ अब कान्छी बहिनीको गाउँ पनि हेर्न जाने, कस्तो ठाउँमा चाहिँ बिहे गरेछ बहिनीले भनेर जाने हामी सबैजना एक दिन। त्यो बेला चाहिँ लगिदिउँला। अनि भाउजूले चाहिँ सबैजना चक्लेट बाँडिदिँदै हुनुहुन्छ घरमा लानलाई। बिहान उठेर काइली बहिनी चाहिँ घर काम छ भने चाहिँ घर गए नानीहरू चाहिँ मैले लगेको थिएँ उतापट्टि के सुनाएर दिदी बहिनीले मलाई है। पप्पा खाबरी खाला माइज थापेर मेमेदा ए रांगो माइज मेमेदा थापला भी हो फिर पिती रंग दे दिया से खाला बिशी हिम्बा हिम्बा 간치 खाला 하짐 라보들로 पप्पा खाजिम ए आइदोस खाजिम ए 샵지 왜 보들로 샵지 디랑 헬라고 아미 아 올라 덤벼딜라 에그라리마 야 खाला अग्राबी र ए अग्राबी खाला अग्राबी सिगन्ची दिदी अग्राबी हो ए। अनि दिउँसो चाहिँ हामीहरू केरा गडेको थियो। हामीले ठट्टा गर्दाखेरि अनि ठुल्छोर चाहिँ एकदम रिसाउनु बानी छ कि उसको चाहिँ झगडा गर्ने बानी। अनि ऊ चाहिँ त्यहाँनिर झगडा गरेर रोएर पुरै हिलो दलेर बसेको थियो। बिहान फर्केको बेला त म त यसरी बसेकै छ भने हामीलाई सुनाइरहेको कि नानीले चाहिँ म त नरोको कान्छी चाहिँ रुँदैन चाहिँ हातपत्तो झगडा पनि गर्दैन रुँदा पनि रुँदैन चाहिँ। आजभोलि चाहिँ आमा बुवाको केरा गर्दै हो कि हामीहरू चाहिँ तिनजना दिदीबहिनी मिलेर 2 दिन लाग्यो हामीलाई चाहिँ केरा गर्नलाई। त्यही भएर सबैजना जहिले पनि उतापट्टि नै हो। एक दिन त हामी झाड उखेल्नु मात्र लागेको कि यो पालि चाहिँ केराउ भन्दा पनि झाड दिएर आएको रहेछ केराउमा। आजभोलि चाहिँ मौसम यस्तो छ है, कुहिरो लागेको लागि घरि घाम लाग्छ त्यस्तै हुन्छ। यो चाहिँ फेरि लट्टेको साग भन्छ अरे, यसलाई चाहिँ लट्टेको फुल भन्छ अरे। तर हाम्रो तामाङ भाषाबाट रेन मेन त भन्छ अरे हो। मेन त भनेको त फुल भयो। अनि अब यस्तै झुन्डेकोहरू यस्तो झुम्का जस्तै भएको नि रेन मेन त भन्छ अरे कि। क्या दामी। यो एउटा रुखमा चाहिँ कस्तो फर्स्ट आएको यो एउटा बोटको चाहिँ जम्मा 2टा बोट छ। घर कुनापट्टि पनि एउटा छ सानो, यो चाहिँ ठुलो। कस्तो राम्रो कलर, फेरि मोबाइलमा त जस्तोको तस्तै त आएको छैन कि, क्या राम्रो कलर छ यसको। यो चाहिँ अब पछि भुटेर खाँदाखेरि मिठो हुन्छ नि त। अनि मलाई चाहिँ कस्तो खिच्न मन लागेको कि यो चाहिँ कस्तो राम्रो देखिएको अरूभन्दा पनि कलर चाहिँ। अनि फुल पनि कस्तो झुम्का जस्तै नि, कस्तो राम्रो पुरै यस्तरी आएको मलाई चाहिँ कस्तो राम्रो लागेको कि। अनि मैले चाहिँ कति धेरै खिचेको, ठुल दिदीले चाहिँ कति धेरै खिचे गरेको त्यो मात्र, जुन भिडियोमा पनि तिम्रो यही मात्र देखाउनुपर्छ भन्दै हुनुहुन्थ्यो। के हुन्छ त है साथीहरूलाई हेर्नुहोस् न हेर्नु न झाड यति धेरै। नानी चाहिँ अनि हिजो नै बोलाएको थियो हामीले फोन गरेर। तर अब तल अब स्कुल खोल्यो नि त अहिले चाहिँ, अब सामानहरू रेडी गर्नु छ अरे भनेको चाहिँ नभएको। अनि उसको भाग चाहिँ आज दिँदै हुनुहुन्छ भाउजूले, दाइ भाउजूले, मामाले। अब उसलाई पनि कुर्ता ल्याएको नि त हामी सबैजनालाई। अनि कोक हालिदिँदै हुनुहुन्छ दाइले चाहिँ हामीलाई नानी र मलाई। हामी चाहिँ दिनभरि केरा गोडेको। अनि अघि भर्खर 6 बजीतिर नानी आएछ। अनि म चाहिँ नानीलाई लगेर गएको के। मामाले अब कोसिलाहरू ल्याउनु भएको नि त नानीको लागि गिफ्ट भनौँ न। अनि त्यो लिनलाई चाहिँ गएको हामी दुईजना। भाउजूले खाना बनाउँदै हुनुहुँदो रहेछ, त्यही खाएको खाना पनि निउरो र आलु पकाउनु भएको रहेछ, कस्तो मिठो। अनि दाइ चाहिँ विदेशबाट भर्खर आउनुभएको, हेर्नु यति धेरै गोरो हुनुभएको रहेछ उहाँ त। कति धेरै दाइ चाहिँ
अनि मैले चाहिँ खिच्दिएको दाइ चाहिँ नखिच न मलाई मात्र भन्दै हुनुहुन्छ कि निउरो र आलुको तरकारी क्या मिठो भएको थियो भाउजूले बनाउनु भएको रहेछ। अनि म पनि दिनभरि केरा गरेर कस्तो थकाइरहेको थियो। आमालाई पनि यही बोलाएँ। आमा चाहिँ अघि चर्च जानुभएको थियो बिराम भएर प्रार्थना गर्नलाई। अनि त्यतैपट्ट यहाँ सुतिराख्नु है म आउँछु भनेर म चाहिँ हामी 3 जना दिदीबहिनी चाहिँ रातिसम्म गोडेर केरा गोडिसकेर अनि आएको च्याउ चाहिँ अनि उहाँहरूले ल्याउनु भएको रहेछ माथि जङ्गलबाट ल्याउनु भएको रहेछ। अनि यो चाहिँ फुपूले लिएर आउनु भएको अरे काइली फुपूले। अस्ति पनि उहाँ आउनु भएको अरे यहाँ यही घरमा कि हामी चाहिँ उतापट्टिको घरमा थियो नि त नभेटेर। अनि आज पनि दुध ल्याइराख्नु भएको रहेछ कि मही कस्तो मिठो लाग्छ मलाई चाहिँ। अनि मैले सबैजना पालो मही सर्दिँदैछु कोही चाहिँ खाँदै हुनुहुन्छ। अब यस्तै छ मेरो चाहिँ गाउँघरको बसाइ चाहिँ यस्तै बितिरहेको छ साथीहरू। तपाईँहरूलाई मेरो भिडियोहरू के कस्तो लाग्यो मन पर्यो भने लाइक गर्नुहोस्, के कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है साथीहरू। मेरो च्यानललाई पनि सब्सक्राइब गरेर माया गरिदिनु होला साथीहरू। अब अर्को भिडियोमा भेटौँला है त सबैजना।